आज ब्याङ्क जानु थियो, गएको त फर्स्टमा ब्याङ्क पनि नखुल्दै पुगेछु। अनि एकछिन वेट गरेर ब्याङ्कको सबै कामहरू सकेर अनि त्यसपछि ब्याङ्कबाट फर्किएँ। अनि फर्किएपछि त्यति सन्चो लागेको थिएन। अनि घरमा आएर एकछिनसम्म आराम गरेर बसेर अनि फेरि हेल्पपोस्टतिर लागेँ। हेल्पपोस्टतिर जाँदै गर्दा अब डक्टरले के भन्नु होला भने सोचिराखेको थिएँ। फेरि डक्टरले भन्नुभयो हजुरको ब्लड चेक गर्नु, टाइफाइडहरू भएको छ कि भन्नुभयो। अनि फेरि हुन्छ भनेर ब्लड चेक गर्न दिएर घर फर्किएँ। 3 घन्टापछि बोलाउनु भएको थियो। अनि फेरि 3 घन्टापछि आराम गरेर फेरि हेल्पपोस्टतिर लागेँ। अनि डक्टरले फेरि के देखिने हो रिपोर्टमा भन्दै के भन्नुहुन्छ डक्टरले भन्दै गएको त रिपोर्ट भने राम्रै रहेछ, केही पनि रहेनछ टाइफाइडहरू। अनि औषधिहरू दिनुभयो, राम्रै छ भनेर पठाउनु भयो।